Namaste सबैजनालाई. This is Pratiksha from IM Immigration. So यो भिडियोमा चाहिँ I'm going to talk about things that you should do after college completion. The first thing is तपाईहरुको कलेज सकिने बित्तिकै तपाईले पोस्ट ग्रेजुएट वर्क परमिट त अप्लाई गर्नु पर्यो र त्यसको लागि you have to have your English language test done. So English language test चाहिँ तपाईहरुले IELTS general, CELPIP general अथवा PTE कोड दिन सक्नुहुन्छ. So you have to be ready with your English language test results. Second thing is तपाईहरुको completion letter आइसकेपछि चाहिँ and once you have your completion letter and English language test results you can apply for your PGWP. यति बेला चाहिँ के ध्यानमा राख्नुपर्छ भने तपाईहरुको completion letter नआउँदासम्म चाहिँ तपाईहरु काम गर्न पाउनुहुन्छ up to 24 hours. तर तपाईहरुको चाहिँ completion letter आइसकेपछि PGWP अप्लाई गर्नुभन्दा अगाडि सो यो बिचको ड्युरेसनमा चाहिँ you have to stop working. Third thing is यदि तपाईहरु नेपालबाट अथवा आउटसाइड क्यानाडाबाट ब्याचलर्स अथवा मास्टर्स डिग्री जस ब्याचलर्स एन्ड हायर गरेर आउनु भएको छ पढाइ भने तपाईहरुले चाहिँ एजुकेशनल क्रेडेन्शियल असेसमेन्ट चाहिँ गर्नुपर्छ. एजुकेशनल क्रेडेन्शियल असेसमेन्ट भनेको चाहिँ तपाईहरुको ब्याचलर्स मास्टर्स डिग्रीलाई चाहिँ कैनेडियन डिग्रीसँग इक्विभ्यालेन्ट गराउने हो. यदि तपाईहरुले चाहिँ एजुकेशनल क्रेडेन्शियल असेसमेन्ट गर्नु भएन भने भोलिपर्सि तपाईहरुको चाहिँ एक्सप्रेस एन्ट्रीमा अथवा कुनै पनि पीआर को लागि प्रोफाइलहरु बनाउँदाखेरि चाहिँ तपाईहरुको डिग्रीको चाहिँ पोइन्ट्सहरु काउन्ट हुँदैन. So you have to have your educational credential assessment done. Educational credential assessment कसरी गर्ने भनेर मैले अलरेडी भिडियो बनाइसकेको छु. You can go back and check out. र यो चाहिँ तपाईहरुले पढाइ सकेपछि नै गर्नुपर्छ भन्ने छैन. तपाईहरु पढ्दै गर्ने बेलामा पनि you can have your educational credential assessment done. It will be valid for 5 years. त्यही भएर तपाईहरुले गरिराख्नु भए एकदमै राम्रो. Because you will need it for your future PR profile creation. Fourth thing is तपाईहरुले अब PGWP अप्लाई गर्ने बित्तिकै तपाईहरुले चाहिँ काम सुरु गर्न सक्नुहुन्छ फुल टाइम. अनि त्यसपछि तपाईहरुको चाहिँ PGWP once it's approved तपाईहरुले चाहिँ पहिला सुरु अप्रुभल लेटर पाउनुहुन्छ. अप्रुभल लेटर पाइसक्नु भइसकेपछि तपाईहरुको फिजिकल कपी चाहिँ पछि तपाईहरुलाई मेलमा आउँछ वर्क परमिटको. बट यदि तपाईहरुको चाहिँ एप्रुभल लेटरै आइसकेको छ भने विथ द एप्रुभल लेटर तपाईहरुले चाहिँ TRV which is temporary resident visa त्यो चाहिँ अप्लाई गर्नुपर्ने हुन्छ. सो TRV भनेको चाहिँ तपाईहरुको पासपोर्टमा भएको चाहिँ भिजाको स्ट्याम्प हो. सो त्यो स्ट्याम्प चाहिँ तपाईहरुलाई चाहिन्छ टु ट्राभल आउटसाइड क्यानाडा. सो यदि तपाईहरु चाहिँ कतै आउटसाइड क्यानाडा ट्राभल गर्ने सोच्नु भएको छ बट तपाईहरुको चाहिँ पासपोर्टमा त्यो स्ट्याम्प छैन भने तपाईहरु चाहिँ जान त सक्नुहुन्छ तर फर्किन पाउनु हुँदैन. सो यु नीड टु हैव योर TRV रिन्युड and once you have your approval letter तपाईहरुले TRV अप्लाई गर्न सक्नुहुन्छ र once you get your physical copy you can also update it to your TRV application via web form. तपाईहरुको चाहिँ वर्क परमिट पाइसकेपछि तपाईहरुले चाहिँ आफ्नो सिन नम्बर पनि रिन्यू गर्नुपर्ने हुन्छ. सो सिन नम्बर रिन्यू गर्नको लागि यु क्यान कन्ट्याक्ट सर्भिस क्यानाडा. यु क्यान डु इट अनलाइन अथवा सर्भिस क्यानाडाको कुनै अफिस लोकेसनमा गएर तपाईहरुले आफ्नो सिन रिन्यू गर्न सक्नुहुन्छ. सो सिन रिन्यू इज इम्पोर्टेन्ट बिकज तपाईहरुको अहिलेको सिन दैट यु हैव व्हाइल यु वर स्टुडेन्ट तपाईहरुको चाहिँ स्टुडेन्टको जहिलेसम्म छ त्यसलेसम्मको मात्र हुन्छ सिनको डेट. सो वन्स यु गेट योर वर्क परमिट यु अल्सो हैव टु गेट योर सिन रिन्युड. सो सिन रिन्यू गर्ने बेलामा चाहिँ तपाईहरुको सिन नम्बर त सेम हुन्छ बट देन द एक्सपायरी डेट विल बी रिन्युड. अर्को कुरा भनेको तपाईहरुले आफ्नो हेल्थ कार्ड पनि अप्लाई गर्नुपर्ने हुन्छ. सो अन्टारियोको हेल्थ कार्ड चाहिँ ओहिप भन्छ. अनि त्यो अप्लाई गर्नको लागि चाहिँ यु नीड टु हैव अ फुल टाइम पर्मनेन्ट जब. अनि फुल टाइम पर्मनेन्ट जब चाहिँ तपाईले पाउनु भएको छ र तपाईले सुरु गर्नु भएको छ भने यु नीड अ लेटर. त्यो लेटरमा चाहिँ तपाईहरुको पोजिसन फुल टाइम र पर्मनेन्ट हो अनि तपाईहरुको चाहिँ द इम्प्लोयर इज गोइङ टु इम्प्लोय यु फर द नेक्स्ट 6 मन्थ भनेर त्यस्तो लेटर लेखेर अनि त्यो लेटर चाहिँ इम्प्लोयरले दिनुपर्छ तपाईलाई र तपाईको त्यो इम्प्लोयमेन्ट लेटर र तपाईको चाहिँ वर्क परमिट भइसकेपछि यु क्यान गो टु सर्भिस अन्टारियो टु गेट योर अन्टारियो हेल्थ कार्ड. र लास्टली तपाईहरुको चाहिँ वर्क परमिट अब लिमिटेड टाइमको हुन्छ लाइक 3 इयर्सको वर्क परमिट हुन्छ. यदि तपाईहरुले 1 इयरको मात्र गर्नुभएको छ पढाइ भने त झन् 1 इयरको मात्र वर्क परमिट हुन्छ. सो यु विल हैव लिमिटेड टाइम. त्यही भएर चाहिँ तपाईहरुले चाहिँ आफ्नो PR पाथवेजहरु पनि पहिला नै बुझिराख्दा राम्रो हुन्छ. अहिले चाहिँ गभर्नमेन्टको पोलिसीजहरु धेरै नै चेन्जेस भइराको छ. नयाँ PR पाथवेजहरु खुलिराको छ. एक्जिस्टिङ PR पाथवेजहरुमा चाहिँ अब कुनै पाथवेजहरुमा अलिकति पोइन्ट्सको नम्बरहरु हाई भइरहेको छ. सो तपाईहरुको चाहिँ पढाइ सकेर वर्क परमिट आइसकेपछि आई वुड हाइली रेकमेन्ड you to consult with a licensed immigration consultant. So उहाँहरुसँग बसेर तपाईहरुले चाहिँ आफ्नो एजुकेसन आफ्नो करेन्ट एक्सपिरियन्सेसहरु अनुसारको चाहिँ तपाईहरुको अब PR पाथवे के हुन सक्छ र तपाईहरुले कस्तो टाइपको जब गर्दा तपाईहरुलाई सजिलो हुन्छ तपाईहरुले के गर्दा चाहिँ तपाईहरुको चाहिँ भोलि पर्सि तपाईको PR सजिलो बन्छ अथवा छिटो बन्छ. सो यो सबै कुराहरु बुझ्नको लागि चाहिँ तपाईले एउटा लाइसेन्स्ड इमिग्रेसन कन्सल्टेन्टसँग तपाईहरुले कन्सल्ट गर्न सक्नुहुन्छ. इफ यु आर लुकिङ फर अ लाइसेन्स्ड इमिग्रेसन कन्सल्टेन्ट यु क्यान अल्सो कन्ट्याक्ट अस एट IM Immigration. हाम्रो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ हामीलाई and then we can book you an appointment with our licensed immigration consultant who can also help you to look at your PR pathways in advance.
अनि लास्टली चाहिँ अहिले तपाईँहरूले देखिराख्नु भएको छ आइआरसिसीले चाहिँ धेरै फ्रेन्च ड्रहरू पनि निकालिरहेको छ। सो अहिले चाहिँ तपाईँहरूले चाहिँ अब तपाईँहरूको वर्क पर्मिट बल्ल सुरु हुँदैछ भने यु विल स्टिल ह्याभ 3 इयर्स। सो तपाईँहरूले चाहिँ अहिलेदेखि नै तपाईँहरूले फ्रेन्च लर्न गर्न पनि स्टार्ट गर्न सक्नुहुन्छ। सो फ्रेन्च चाहिँ किन लर्न गर्ने भन्दाखेरि नट ओन्ली फर यर पिआर, भोलि पर्सि गएर तपाईँहरूको चाहिँ यहाँ धेरै जस्तो जब्सहरूमा तपाईँहरूलाई बाइलिङ्गुअल मान्छेहरू खोज्छ। सो इफ यु क्यान स्पिक बोथ इङ्ग्लिस एन्ड फ्रेन्च तपाईँहरूलाई भोलि पर्सि जब मार्केटमा तपाईँहरू कम्पिटिटिभ हुन्छ। अनि अर्को कुरा त अफकोर्स फर यर पिआर, सो तपाईँहरूले चाहिँ अब फ्रेन्च 3 वर्षसम्म त तपाईँहरूले यदि फ्रेन्चमा CLB 7 नै ल्याउन नसके पनि यदि CLB 5 सम्म ल्याउन सक्नुहुन्छ भने तपाईँहरूले चाहिँ पछि तपाईँहरूको वर्क पर्मिट एक्सटेन्सन पनि गर्न सक्नुहुन्छ। र यदि 7 नै ल्याउन सक्नुभयो भने त फ्रेन्च ड्रहरूमा पनि पढ्न सक्नुहुन्छ। र फ्रेन्च ड्रहरू भनेको तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले एकदमै लो स्कोरहरूमा पनि आइरहेको छ, 410 428हरूमा नि आइरहेको छ। सो त्यही भएर चाहिँ इफ यु गाइज आर अल्सो थिङ्किङ अफ एनी अदर वेज देन आई वुड हाइली suggest that you start learning French from today. Thank you.